हेलो हेलो गाइज, नमस्ते, गुड मर्निङ सबैलाई। आज चाहिँ हाम्रो यस्तो झरझर परेको सिस्नो र ढिँडो खाने प्लान छ। सिस्नो र मकैको ढिँडो, लोकल टमाटरको अचार, ल्याम खाने हो आज। कसलाई मन पर्छ गाइज सिस्नो कमेन्टमा बताउनुस् है। मन पर्ने जतिले। यति राम्रो छ कि सिस्नो, यत्रो झ्याङ छ। टपाटप टिपेर लगेर झ्याम्म पकाएर ल्याम्म खाने हो है गाइज। कसलाई मन पर्छ आउनुस् खानालाई। म सिस्नो र मकैको ढिँडो, लोकल गरमेलाको अचार तयार गरेर राख्छु। यो सुगर हुनेलाई, एकदम सुगर हुनेलाई यो दबाई हुन्छ अरे क्या यो सिस्नोको चाहिँ। अनि कसलाई सुगर छ, कसले खानु भएको छ, कसले चिन्नु भएको छ यो सुगरको औषधि हो भनेर भन्नुस् है गाइज। सम्पर्क गर्नु होला। मैले ल्याइदिने ठाउँ भएदेखि म ल्याइदिन्छु हजुरहरूलाई। ए खाने हो नि सिस्नो र ढिँडो, नबनाउनु सानीले मन पिर्यो। तानसिनको मिनी बस झ्यालमा बसी बोलाउने कहनीलाई हाल्यो मोनी। ढिँडो खाए बुढाले। टिमुर नहाले भन्नुहुन्छ। आमालाई बाख्ना आएन छ र टिमुरको? छैन, मलाई नै आएको छैन। खोइ हालेको त्यत्रो। हजुर बाला हालिदिनुहोस् भन। सिस्नो र मकैको ढिँडो। कसरी सिसान बाहुन्थ्यो त्यो लड्छ। के मिठो हुन्छ अरे? के भन्नुभयो अरे बाले? मिठो छ, ढिँडो खाने मिठो छ। अलिक गिलो भएछ है। मिठो छ भनिदेऊ न। सिस्नो र ढिँडो मिठो छ। गुड मिठो छ। चल खाऊ।